पहिला त थाहा थिएन ए हजुर नेकपा एमालेको पार्टी केन्द्रीय कमिटीले आयोजना गरेको यो मोटरसाइकल र्याली आज ऐतिहासिक रूपमा तीनकुनेबाट सुरु हुँदैछ। यो जुन मोटरसाइकल र्यालीले चाहिँ एउटा महत्त्वपूर्ण सन्देश के प्रवाह गरेको छ भने गणतन्त्रको पक्षमा र मुख्य गरी अहिलेको व्यवस्थालाई एउटा संस्थागत विकास गर्ने सन्दर्भमा जनता जागरुक छन् भन्ने कुरा स्थापित गरेको छ। र आज हजारौं मोटरसाइकल र्याली अगाडि बढिराख्दाखेरि नेकपा एमालेको विकल्प नेकपा एमाले नै हो। नेकपा एमाले कमजोर हुनु र अरू राजनीतिक पार्टीहरू बलियो हुनुको कुनै अर्थ छैन। नेकपा एमाले कमजोर भए पनि सबैभन्दा बलियो छ भन्ने कुराको स्थापित गर्ने कुरा सँगसँगै एमाले यो मुलुकको राष्ट्रिय शक्ति भएको कारणले प्रजातन्त्रको सन्दर्भमा जनजीविकाको सन्दर्भमा र सँगसँगै मुलुकलाई स्थायित्व दिने र समृद्धिको उचाइमा नेपाललाई पुर्याउने सन्दर्भमा नेकपा एमाले नै मूल प्रवाहको रूपमा अथवा मूल राष्ट्रिय शक्तिको रूपमा अगाडि बढेको छ। यो आजको मोटरसाइकल र्यालीले थप पुष्टि गरेको छ। हस्, धन्यवाद। बृहत जागरण सभा तथा मोटरसाइकल र्यालीको आयोजना गरिएको छ र अहिलेसम्म देशका विभिन्न भागहरूमा आयोजना गरिएका र्याली तथा सभाहरूमा लाखौं लाख जनताको सहभागिता भइसकेको कुरा म तपाईहरुका बीचमा यो ऐतिहासिक मोटरसाइकल र्याली शुभारम्भ हुनुभन्दा पहिले जानकारी गराउन चाहन्छु। आज हामी जुन ठाउँबाट मोटरसाइकल र्यालीको आरम्भ गर्दैछौँ यही ठाउँमा 15 गतेका दिन राजावादीका नाममा कार्यक्रमको आयोजना गरिकन जुन प्रकारका हरकतहरू भए, एक प्रकारले भन्ने भने त्यो कुनै सभा थिएन, त्यो कुनै राजनीतिक कार्यक्रम थिएन। एक प्रकारले भन्नुहुन्छ भने जनताका विरुद्धको आपराधिक क्रियाकलापका रूपमा 15 गतेको दिन नेपालको इतिहासमा एउटा कालो दिनका रूपमा अंकित रहेको दिनका रूपमा हामीले लिएका छौँ। र म तपाईहरुलाई भन्न चाहन्छु, वास्तवमा नेपालको निरङ्कुश तानाशाही राजतन्त्र के हो भन्ने कुरा नयाँ पुस्ताले देख्न र सुन्न पाएको थिएन। इतिहासको विषय थियो राजतन्त्र कति निर्मम र क्रूर रहन्छ भन्ने कुरा राजावादीहरूले जुन प्रकारले यो कोटेश्वर क्षेत्र वरिपरि जनताका घरहरूमा ढुङ्गामुढा गर्ने, सञ्चार गृहमाथि आक्रमण गर्ने, लुटपाट मचाउने र कार्यक्रमको समाचारको छायाङ्कन गरिरहेका पत्रकारलाई तालाबन्दी गरिकन आगो लगाएर मार्ने सम्मका क्रियाकलापहरू यो ठाउँमा घटेको कुरा तपाईँ हामी सबैले सुनेकै छौँ, जानकारी पाएकै छौँ। र हामीले यो मोटरसाइकल र्याली
वास्तवमा भन्ने हो भने समाजमा आतंक मचाउनेहरू मात्रै छैनन्, जनताका पक्षमा जनताको सुरक्षाका लागि लड्नेहरू पनि छन् भन्ने कुराको सन्देश दिनका लागि मोटरसाइकल र्यालीको आयोजना गरेको कुरा मतदाताका बीचमा राख्न चाहन्छु। अब नेपाललाई लोकतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास तिमीहरू त स्वीकार्य छैन भन्ने कुराको सन्देश आजको सभाले दिइरहेको छ, आजको मोटरसाइकल र्यालीले दिइरहेको छ। पछाडि होइन अगाडि फर्कन चाहन्छन् भन्ने कुराको सन्देश दिएको कुरा मतदाताका बीचमा राख्न चाहन्छु। कतिपयले भन्ने गर्दछन् पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका कारणले नेपालमा शाहवंशीय राजतन्त्र प्रति नेपाली जनताको सद्भाव छ भन्ने अर्थमा चर्चा गर्ने गर्दछन्। हो, हामी मान्दछौँ। आफूलाई राजावादी भन्नेहरूलाई भन्न चाहन्छु, तपाईहरू संविधानको पक्षमा हो कि होइन? तपाईहरू लोकतन्त्रको पक्षमा हो कि होइन? गणतन्त्रको पक्षमा हो कि होइन? यदि कानुन मान्ने भने, संविधान नमान्ने भने राजनीति गर्ने अधिकार संविधानले दिएको छैन। यो सच्चाइलाई बुझ्नुपर्दछ। राजनीतिमा रहनुहुन्छ, राज्यका कानुनले संविधानको पालनालाई अनिवार्य मान्दछ। संविधान र कानुन नमानिकन कुनै पनि सङ्गठित संस्था चल्न सक्दैन। जिन्दाबाद, लोकतन्त्र जिन्दाबाद, एमाले बहुदलीय जनवाद। अब हामी हाम्रो मोटरसाइकल र्यालीलाई अत्यन्त व्यवस्थित रूपमा अगाडि बढाउनेछौँ र यो मोटरसाइकल र्याली क्रमशः अरनिको राजमार्ग हुँदै सल्लाहगाडीमा पुग्नेछ र सल्लाहगाडीमा पुगेर हामीले त्यसलाई समापन गर्नेछौँ भन्ने कुरा मतदाताका बीचमा राख्न चाहन्छु। हस्त धन्यवाद। हिंसा, हत्या र लुटपाट मुर्दाबाद। जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौँ, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौँ। नेकपा एमाले जिन्दाबाद। हत्यारालाई कारबाही गर, हत्यारालाई कारबाही गर। शान्ति सुव्यवस्था कायम गर, शान्ति सुव्यवस्था कायम गर। सामाजिक अराजकता मुर्दाबाद, सामाजिक अराजकता मुर्दाबाद। जनताको बहुदलीय जनवाद जिन्दाबाद, जनताको बहुदलीय जनवाद जिन्दाबाद। नेकपा एमाले जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद। आदरणीय मोटरसाइकल र्यालीमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म हार्दिक अभिनन्दन व्यक्त गर्न चाहन्छु। र हाम्रो आजको मोटरसाइकल र्याली तिनकुनेबाट सुरु भई अर्नीको राजमार्ग हुँदै भक्तपुरको सल्लाहगाडीमा गएर समापन हुने कुरा हाम्रो पार्टीका सर्दीय महासचिव आदरणीय कमरेड शङ्कर पोखरेलद्वारा यहाँहरूका माझमा जानकारी भइसकेको छ र हामी त्यसै अनुरूप अबको र्यालीलाई सुचारू गर्न लागिरहेका छौँ। सम्पूर्ण साथीहरूले एउटा लोकतान्त्रिक शक्तिको झल्को दिने गरी अनुशासित ढङ्गले हाम्रो बाइकहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउँदै हामीले शान्तिपूर्ण रूपमा हाम्रा आवाजहरू बुलन्द गर्नेछौँ र निरङ्कुशवादीहरू अराजकहरूलाई हामीले सबै ढङ्गले बढाउनेछौँ भन्दै हामी अगाडि बढ्ने कुरा जानकारी गराउन चाहन्छु र बिचमा नाराहरू लगाउँदै हामी अगाडि बढ्नेछौँ। गणतन्त्र जिन्दाबाद, गणतन्त्र जिन्दाबाद। प्रतिगमन मुर्दाबाद, प्रतिगमन मुर्दाबाद। हिंसा, हत्या र लुटपाट मुर्दाबाद, हिंसा, हत्या र लुटपाट मुर्दाबाद। जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौँ, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौँ। नेकपा एमाले जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद। दास र रैती बन्न मन्जुर छैनौँ, दास र रैती बन्न मन्जुर छैनौँ।
शान्ति सुव्यवस्था कायम गर, सामाजिक अराजकता मुर्दाबाद, सामाजिक अराजकता मुर्दाबाद, जनताको बहुदलीय जनवाद जिन्दाबाद, जनताको बहुदलीय जनवाद जिन्दाबाद। आदरणीय सम्पूर्ण गणतन्त्रवादी महानुभावहरू, नेकपा एमाले सम्बन्ध महानुभावहरू, तपाईँ जो यो मोटरसाइकल र्यालीमा सहभागी हुनुहुन्छ, कृपया हामीले अरूहरूलाई देखाउनु पर्नेछ कि हामी अनुशासित छौँ भनेर। त्यसकारण तपाईँ सम्पूर्ण मोटरसाइकल चालकहरूले हेलमेट अनिवार्य रूपमा लाउनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय न्यायप्रेमी जनसमुदायहरू, मोटरसाइकल र्यालीमा सहभागी भएका सम्पूर्ण साथीहरू, मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लाउनका लागि म हार्दिक अनुरोध गर्दछु। र हाम्रो पार्टीले निश्चित गरेका नाराहरू म यहाँहरूको माझमा लगाउँछु र कृपया अगाडि बढ्नुहुनेछ। गणतन्त्र जिन्दाबाद, गणतन्त्र जिन्दाबाद, प्रति गभर्मेन्ट मुर्दाबाद, प्रति गभर्मेन्ट मुर्दाबाद, हिंसा हत्या र लुटपाट मुर्दाबाद, हिंसा हत्या र लुटपाट मुर्दाबाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार करो, जन्मसिद्ध गाडी में जाना भी होगा, गाड़ी में
के